सो हेलो यो फेरि अर्को क्वेसन एसएए 2081 को क्वेसन हो यो र यो हाम्रो 4 मार्क्समा आएको थियो है। यो चाहिँ टेक्निकल ग्रुपको लागि थियो। सो यो क्वेसनमा सबैभन्दा अगाडि क्वेसन पढौँ है त। वान इन्ड अफ अ डायमिटर अफ द सर्कल ह्याभिङ इक्वेसन यति हामीलाई सर्कलको इक्वेसन दिएको छ अनि यसको डायमिटरको एउटा एन्ड 5,4 दिएको छ भनेपछि रिप्रेजेन्टेसन गरौँ। यो हाम्रो एउटा सर्कल भयो। यसको हामीलाई इक्वेसन दिएको छ x स्क्वायर प्लस y स्क्वायर माइनस 4x माइनस 6y माइनस 12 इक्वल टु 0। ल यो हाम्रो सेन्टर छ। सेन्टरबाट मैले एउटा डायमिटर ड्र गरेँ है। अब डायमिटरको एउटा कोअर्डिनेट चाहिँ हामीलाई दिएको छ 5,4 है। हामीले निकाल्नु पर्ने यो कोअर्डिनेट चाहिँ कति छ भनेर हामीले निकाल्नु पर्ने हो। ल यसलाई स्टार्ट गरिहालौँ है। सबैभन्दा अगाडि सोलुसन हामी के गर्छौँ, गिभन इक्वेसनलाई लेखिहाल्ने। गिभन इक्वेसन कति दिएको छ सर्कलको x स्क्वायर प्लस y स्क्वायर माइनस 4x माइनस 6y माइनस 12 इक्वल टु 0। हाम्रो मेन अब्जेक्टिभ भनेको चाहिँ सबैभन्दा अगाडि सेन्टर निकाल्ने, h, k निकाल्ने। ल यो अब इक्वेसनलाई हामी कम्पेयर गरौँ। कम्पेयरिङ विथ हामी सर्कलको इक्वेसन जहिले पनि x स्क्वायर प्लस y स्क्वायर प्लस 2gx प्लस 2fy प्लस c इक्वल टु 0 सँग कम्पेयर गर्छौँ। यहाँबाट हामीलाई 2g इक्वल टु माइनस 4, g इक्वल टु माइनस 2 एउटा भ्यालु आयो, 2f इक्वल टु माइनस 6, f इक्वल टु माइनस 3। यहाँ c को लेख्दा हुन्छ नलेख्दा नि हुन्छ किनभने हामीलाई सेन्टर निकाल्न c को भ्यालु चाहिँदैन। अब सेन्टर h, k भनेको के हुन्छ माइनस j, माइनस f भनेपछि हाम्रो सेन्टर आयो 2,3। यो सेन्टर 2,3 आयो। अब अर्को कुरा के पनि थाहा पाउनुपर्छ, डायमिटर जहिले पनि यहाँनिर हाफमा कट गर्छ। सेन्टरले डायमिटरलाई जहिले पनि हाफमा कट गर्छ। अब हामी मिड पोइन्ट फर्मुला युज गर्छौँ। मिड पोइन्ट फर्मुलाले के भन्छ, हामीसँग फर्मुला छ x इक्वल टु x1 प्लस x2 डिवाइडेड बाई 2, अर्को भनेको y इक्वल टु y1 प्लस y2 डिवाइडेड बाई 2। अब यहाँ यक्सको ठाउँमा चाहिँ हामीले यो 2 हाल्नुपर्ने भयो किनभने हामीलाई 2,3 ले चाहिँ यो पोइन्ट र यो पोइन्टलाई इक्वलले डिभाइड गरेको छ। 2 इक्वल टु x1 को ठाउँमा 5 हाल्यौँ प्लस x2 डिवाइडेड बाई 2। सिमिलरली यहाँनिर y को ठाउँमा 3 हाल्नुपर्ने भयो, y1 को ठाउँमा 4 प्लस y2 डिवाइडेड बाई 2। सोल्भ गरौँ। 4 इक्वल टु 5 प्लस x2, यहाँबाट x2 को भ्यालु माइनस 1। 6 इक्वल टु 4 प्लस y2, यहाँबाट y2 को भ्यालु 2 भनेपछि अर्डर एन्ड अफ डायमिटर के रहेछ -1,2।